So hey guys, welcome back to my channel page profile. हजुरहरूले जता कतैबाट पनि हेर्दै हुनुहुन्छ। सो आज चाहिँ अलिकति सन्चो नभए जस्तो फिल भइरहेको थियो, गाह्रो गाह्रो फिल भइरहेको थियो। सो ड्युटी गएन है अफली के। अनि गर्मी यस्तो छ जब बनियानमै छु हो किन। त्यही हो, आज चाहिँ हाम्रो फिल्ड भिजिट थियो नेपालको सबभन्दा ठुलो कमर्सियल अस्ट्रिच फार्म अस्ट्रिच नेपाल प्राइभेट लिमिटेड, जुन चाहिँ हाम्रो यही भैरवा नजिकै तिलोत्तमा नगरपालिकाभित्र रहेको छ। त्यो भिजिट गर्दै जाँदा चाहिँ उहाँको अनरसँग चाहिँ कुरा गर्दै जाँदा चाहिँ थाहा भयो कि यो चाहिँ लगभग 24 बिघामा एरिया अकुपाइड गरेर बनाएको रहेछ। अनि कोरोनाभन्दा पहिला चाहिँ यसको मिट अन्डाहरूमा चाहिँ एकदम थियो कि, तिनीहरूको डिमान्ड एकदम हाई थियो। अहिले चाहिँ डिमान्ड छ तर अलिकति कम छ। अनि अहिले चाहिँ उहाँले चाहिँ अस्ट्रिचहरू पनि पालिराख्नु भएको छ। सँगसँगै चाहिँ उहाँले चाहिँ बटम मसरुम, जुन चाहिँ डल्ले च्याउ भनेर हामीले कन्ज्युम गरिन्छ, उहाँले चाहिँ रूपन्देही भित्रै डल्ले च्याउ प्रड्युस गरेर अराउन्ड डेलीको 6 टन, डेलीको 6000 किलो डल्ले मसरुम चाहिँ उत्पादन गरेर नेपालभर वितरण गरिराख्नु भएको छ। र उहाँले चाहिँ नेपालको यो डल्ले च्याउको मसरुम इन्डस्ट्रीको अराउन्ड 70% चाहिँ उहाँले एक्लै क्याप्चर गर्नुभएको छ। 24 बिघामा अस्ट्रिच फार्म, त्यसपछि मसरुम फार्म सँगसँगै लगायत 2-3टा सानसानो प्रोजेक्टहरूमा काम गर्नुभएको छ। उहाँ चाहिँ एकदम उदाहरणीय व्यक्ति हो एन्टरप्रेन्योरको फिल्डमा चाहिँ। उहाँ चाहिँ हाम्रो क्लासमा पनि आएर आफ्नो सुनाउनु भयो आफ्नो कथा, जीवन कथा, कसरी चाहिँ यो उसमा लाग्नुभयो अनि कसरी के गर्नुभयो। उहाँ र ममा चाहिँ एउटा कमन कुरा के लाग्यो भने चाहिँ एउटा सेम हुन्छ नि, दुईटामा कमन कुरा के लाग्यो भने चाहिँ मलाई पनि देश छोडेर विदेश जान मन छैन। म पनि विदेश जाँदैनै भनेर बसेँ हो। अझै पनि घरबाट विदेश जान प्रेसर आइरहेको हुन्छ होइन। पढ्नलाई जा, काम गर्नलाई जा, विदेश जा होइन। साथीभाइ दाइ दिदी सबैले भनिरहेको हुनुहुन्छ म विदेश जान्न भनेर बसेँ मान्छे, नेपालमै केही गर्छु भनेर। अनि उहाँ पनि त्यति बेला चाहिँ विदेश जान्न यहीँ केही गर्छु भनेर चाहिँ बस्नु भएको रहेछ। सो नेक्स्ट भिडियोमा चाहिँ अस्ट्रिच फार्मको अलिकति डिटेल भिडियो आउँछ हो कि नै। भोलि चाहिँ अलिक छिटो आउनु सक्छ, मैले बिहानै एडिट गरेर। भोलि चाहिँ 1 बजी ड्युटी हो, शनिबार हो कि नै, टाइम अलिकति छ मसँग। सो उस गरेर आउँछ। आजको भिडियो चाहिँ अलिकति लामो भयो। सो हस् त, धन्यवाद, आजको लागि त्यति नै। सो डु फलो फर मोर, थ्याङ्क यू।